हेलो एभ्रिवान हाई हामी अहिले कहाँ छौँ? हामी अहिले दिल्लीमा छौँ। दिल्लीमा हामी चाहिँ आएको कति दिन भयो, 2-3 दिन भयो। हामी इन्जोय गरेर आएको छौँ। एकदम रमाइलो गरिरहेछौँ अनि एभ्रिडे घुमेको छ, खाएको छ, बुढोको मिटिङ छ। हिजो हामी ताजमहल घुमेर पनि आयौँ। अनि कस्तो लाग्यो ताजमहल? कस्तो एकदमै राम्रो लाग्यो। वर्ल्डको 7 वन्डर मध्ये एउटा वन्डर हो। जस्तो फोटोहरूमा हामी देख्थ्यौँ नि त, अनि त्यस्तो सेम नै क्या, एकदमै जो एकचोटि लाइफमा भिजिट गर्नुपर्छ। आज हामी यहाँको स्पेसल शोरमा बाउल शोरमा ऱ्यापहरू खाँदैछौँ। हामी ट्याक्कै भिडियो बनाउनु भन्ने बेला खाना खाने भन्ने भयो। खाँदै गरौँ। वाव स्ट्राइक यम्मी। बुढा हामी कुन एयरलाइन्समा आएको? हामी नेपाल एयरलाइन्समा आएको है। नेपाल एयरलाइन्समा चाहिँ राम्रो हुँदो रहेछ, सुविधाहरू यताउता सबैले खाना दिँदो रहेछ। हामी अस्ति मुम्बई जाँदा इन्डिगोमा गएको, नेपाल एयरलाइन्समा चाहिँ ढक्क खाना दियो, इयरफोन दियो, साइडमा 2वटा मात्रै विन्डो सिट टक्क। अनि साइड मेन मन परेको भनेको यस्तो 3टा के भन्छ रोकी कलम कलम रहेछ ट्याक्कै यता कर्नर विन्डो सिटमा। हामी 2जना मात्र लोकल जस्तो टाइपको लाग्यो होइन। अनि त्यस मेन एउटा बुढो हाम्रो नेपाली एयरलाइन्स जब ट्याक्कै टेक अफ गर्दा र ल्यान्डिङ गर्दा होइन, त्यो कहीँ आवाज आउँछ नि, क्यारेट आउँदा आयो। के गर्नुपर्छ त्यसलाई मेन्टेनेन्समा? त्यो तेल हाल्नुपर्छ अरे उनको अनुसार। त्यो तेल हाल्नुपर्छ। त्यो हाम्रो जस्तो ढोका यस्तो हुन्छ नि त, हाम्रो ढोकाहरू काहीँ कोही गर्छ नि, तेल हालेपछि कस्तो मजाले गर्छ नि त, त्यही भएर गर्नु चाहिँ म पनि हाल्छु। अहिले कति बज्यो? अहिले 2:01 बजेको छ। अनि आज बिहान कहाँ गएर आएको? आज बिहान इन्डिया गेट। अनि त्यो जान्दैन, त्यसको नाम के हो त्यो? के टम्प? हनुमान्स टम्ब। त्यो मैले पनि राम्रो प्रनाउन्स गर्दैन। हनुमान हो, पहिलाको राजा बादशाह अरे। त्यो चाहिँ होइन, ऊ जस्तो आग्रा जस्तै टाइपको लाग्यो, ट्याक्क गर्ने यता लोकेसनमा। त्यही हो, अब हामी घुम्दै इन्जोय गर्छौँ। अब हामी सन्डे रिटर्न हुँदैछ। अब हाम्रो रिमेनिङ घुम्न भनेको चाहिँ लोटस टेम्पल, अरू कहिले बुढो अक्षरधाम। त्यही हो, अहिले नानी सुतिरहेको छ, त्यही भएर फ्री भएको छ। अरू के छ बुढो दिल्लीको विशेष भन्नु त? अस्ति वेदर कस्तो लाग्यो? वेदर अहिलेको रिसेन्टली कुन हो यो? मार्च अहिले एकदम बेस्ट। यस नोभेम्बरदेखि मार्चमा बेस्ट टाइम भन्दो रहेछ। मार्च पनि एकदम राम्रो। अब अप्रिलदेखि चाहिँ एकदम गर्मी सुरु हुने। आज झन् पानी परेर पानी परेर हामी ठ्याक्कै त्यहाँबाट त्यो टम्पबाट फर्किँदा होइन, लिटरली दगुरेर आएर झ्याप्पै बसेर हामी आएको होइन। त्यस्तोहरू तर वेदर पनि एकदम राम्रो भयो। त्यही नै हो। मेरो सानो काम पनि थियो, मिटिङ थियो एउटा, हिजो त्यो पनि डन गरियो। अब चाहिँ मस्त खाने घुम्ने चिल नयाँ नयाँ आइटमहरू ट्राई गर्ने। यो बाई हामी खान्छौँ ल, एकदम भोका छ।